भद्रकाली मन्दिर हुँदै फेरि हामी धरहरा झरेर त्रिपुरेश्वर ओह्रालो एकदम सिधा सिधा रुट छ। खालि हामी शहीद गेट 2 चोटि पुगिरहेछौँ, जाँदाखेरि पनि आउँदाखेरि पनि। त्यो इन्टरसेक्सन किनकि सिंहदरबारबाट सिधा आउन निषेधित क्षेत्र भएकोले गर्दा हामीले त्यहाँबाट अलिकति घुमाउनु पर्ने भएको मात्रै हो, नत्र हामीले यो मैतीघरबाट सिधै ल्याउँथ्यौँ, यताबाट घुमेर आइरहेछौँ। रुट फेरि पनि हाम्रो प्रोग्राम स्टार्ट हुने बेलामा चिफ मार्शल साहबले बुझाइदिनुहुन्छ। मैले अहिले एकचोटिलाई ब्रिफिङ दिएको हो, प्रोग्राम अफिसियली स्टार्ट हुने बेलामा फेरि प्रपर वेमा तपाईँहरूलाई रुल्स रेगुलेसन। नमस्कार, म प्रकाश कुमार केजरीवाल, अध्यक्ष मारवाडी युवा मंच काठमाडौँ। वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता यो नारा लिएर 4 साल पहिला हामीले साइक्लोथन कार्यक्रम सुरु गरेको थियौँ र चौथो संस्करण हो आज गरेको। 500 जनभन्दा बढीको सहभागिता थियो। यसको उद्देश्य चेतनामूलक हो, समाजमा साइकलको प्रतिको चेतना जगाउने र साइकललाई कसरी बृहत रूपमा हामी युज गर्न सक्छौँ त्यसको लागि एउटा प्रयास गर्ने। मारवाडी युवा मञ्च स्वास्थ्य शिक्षा क्षेत्रमा कार्यरत संस्था हो। राज्यप्रति त साइकलको लागि हामी अवेरनेस बढ्दैछौँ। तपाईँले हेर्नुभएको होला काठमाडौँतिर पनि सबैतिर साइकलको लागि छुट्टै लेनको प्लान छ। त साइकलको त अवेरनेस बढाउनुपर्छ। बाहिरतिर साइकल बढी युज हुने हो, मलाई पनि साइकल चलाउनुपर्छ जस्तो मलाई लाग्छ मेरो शरीरको अनुसार। साइकलको जति म्याक्सिमम युज हो त्यति वातावरणको लागि राम्रो हो। त्यही चेतना, त्यही उद्देश्य हाम्रो यो कार्यक्रमको उद्देश्य। वातावरण साइकलले कार्बन डाइअक्साइड कुनै पनि इमिसन गर्दैन, वातावरण स्वच्छ हुन्छ, ठिक छ। र 4 जुन र 6 जुन 4 जुन वर्ल्ड बाइसिकल डे हो र 6 जुन वर्ल्ड इन्भाइरोमेन्ट डे हो। दुईटैको उपलक्ष्यमा हामी यो कार्यक्रम गर्दै आएको। किनकि साइकल चलायो भने कार्बन डाइअक्साइडको इमिसन कम भयो भने पल्युसन आफै घट्दै जान्छ र वातावरण स्वच्छ। सबैजनाले मिलेर यो पहल गर्नुपर्छ। हाम्रो देश नेचुरली ब्युटिफुल नेपाल हो, यसलाई कसरी हामी स्वस्थ राख्न, यो स्वच्छ भयो भने हामी स्वस्थ बस्छौँ। त्यो कारण सबैजनासँग सबै रिक्वेस्ट हो कि चेतनामूलक कार्यक्रम गरेर एकअर्कासँग हातोमालो गरेर अवेरनेस बढाएर हामीले अगाडि बढ्नुपर्छ। हुँदै एम्बेसडर होटल हुँदै उत्तर ढोका हुँदै दैलेडाँडा चौकबाट मालवाडाको टर्न लिएर घाट बनेनी, नक्साल घाट बनेनी, नारायण चौक, दरबार मार्ग, फेरि भद्र ठिक छ नि होइन? एकदम ल पहिलेदेखि चलाएर हेर। ए हजुर, अब साइकल चाहिँ भने पनि हुन्छ। मैले यहाँ काठमाडौँ जनकपुर 80 भर्खर काठमाडौँबाट लुम्बिनी, ए हजुर, पोखरा, बर्दिया सबै ठाउँमा प्रायः जस्तो मुक्तिनाथ हो। ए हजुरको शुभ नाम चाहिँ के हो? पुरुषोत्तम साउखला असन केवटा। ए हजुर, भनेपछि यस्तो तपाईँले कति भयो साइकल कुदाउनु थाल्नु भएको चाहिँ? भयो होला नि 40 वर्ष। 40 वर्ष जति भयो? होइन, अहिले यो कन्टिन्यू गरेको चाहिँ 15 वर्ष जति भयो होला। 15 वर्ष जति। बच्चैदेखि चलाएर। ए अनि तपाईँ यो नेपालको कुन कुन ठाउँसम्म यो साइकल कुदाएर जानु भएको छ? हजुर म हजुर 80 वर्ष यहाँबाट काठमाडौँ लुम्बिनी, हजुर, अनि लुम्बिनी चाहिँ भैरवबाट लुम्बिनी चाहिँ 230 किलोमिटर त्यहाँ पनि भएको थियो। हजुर, अब म यहाँबाट काठमाडौँबाट पोखरा, हजुर, काठमाडौँबाट सबभन्दा पहिला लङ हाने जनकपुर, हजुर, अनि अर्को बर्दिया भयो, अब यता रानीमहल होइन, हजुर। 80 भर्खर मुक्तिनाथ पनि। ए मुक्तिनाथसम्म पनि? त्यहाँदेखि होइन कि त्यहाँ राइड प्रोग्राम हुन्छ। ए हजुर, त्यो धेरै ठाउँमा ए भनेपछि एउटा त कस्तो अब यो उहाँको यस्तो अवस्था छ र पनि 40 वर्षदेखि उहाँले चाहिँ लगातार चाहिँ साइकल कुदाइरहनु भएको रहेछ। र आज विश्व वातावरण दिवसका दिन पनि उहाँ आज यो राम मन्दिरको अगाडि हुनुहुन्छ। कति वर्ष हुनुभयो हजुर? म अहिले हजुर 56 वर्ष। 56 वर्षको उमेरमा फरक क्षमता भएको हो, फरक क्षमता भएको व्यक्तित्व भएर पनि उहाँले यसरी चाहिँ नेपालका धेरै टाढा टाढासम्म पनि साइकल कुदाउनु भएको छ। आज विश्व वातावरण दिवसका दिन यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ।